एउटा ट्रिगोनोमेट्रीको क्वेसन छ 1 + cos 2a / sin 2a = cot a। एकदम सजिलो क्वेसन छ। हामीलाई हेर्ने हो भने मैले LHS लिन्छु, टेकिङ LHS लिँदाखेरि cos 2a को cot a भएको फर्मुला र sin 2a को cot a भएको फर्मुला लगाउँदा अलि लामो हुन्छ। तर यहाँ हामी इजिली गर्न सक्ने एउटा सानो म टेक्निक शेयर गर्छु। छोटो पनि हामीले यहाँ गर्न सकिन्छ। 1 + cos 2a भनेको चाहिँ के हुन्छ भने cos 2a = 2 cos स्क्वायर a - 1 हुन्छ। 2 cos स्क्वायर a = cos 2a प्लस -1 यता आउँदा +1 हुन्छ। भनेपछि 1 + cos 2a भनेको चाहिँ 2 cos स्क्वायर a रहेछ। 1 + cos 2a भनेको 2 cos स्क्वायर a बाई sin 2a भनेको 2 sin a डट cos a हो। यो स्क्वायरले एउटा cos काट्यो, 2 क्यान्सल भयो। cos a / sin a भनेको cot a हो। यसरी हामी एकदम सजिलो गरी यसलाई प्रुभ गर्न सक्छौं। = RHS प्रुभड।